यार के गुरु पढाइमा मन नै लाग्दैन। ध्यान लगाउने धेरै कोसिस गरे तर ध्यान नै लाग्दैन। पढ्न बस्छु त निन्द्रा आउन लाग्छ। फोकस गर्ने धेरै कोसिस गरे तर फोकस हो कि हुँदै हुन्न। बारम्बार ध्यान मोबाइलतिर मात्र जान्छ। दोस्त, यो 14 देखि 25 वर्षको त्यो एज हो जसमा या त तपाईको जिन्दगी बर्बाद हुन सक्छ या त तपाईको जिन्दगी बेहतर हुन सक्छ। आज तपाई आफूसँग एउटा क्वेशन गर्नुस्, मलाई जिन्दगीमा के गर्नु छ? कहिलेसम्म आफ्नो आमा बुबाको पैसामा जिउनुहुन्छ? कहिलेसम्म? एक कुरा सधैँ याद राख्नुस्, राजा बन्नलाई भिखारीको जस्तरी मेहनत गर्नुपर्छ र सूर्य जस्तो चमक्नलाई सूर्यको जसरी जल्नु पर्छ। तपाई पढ्ने मन बनाउनुहुन्छ, भोलि पढ्छु, पर्सि पढ्छु, 1 गतेदेखि पढ्छु, आइतबारदेखि पढ्छु, कहिलेसम्म भोलि भोलि गर्नुहुन्छ? एक दिन त्यो दिन नि आउँछ जब तपाई मर्दै हुनुहुन्छ। के त्यो दिन नि यही भन्नुहुन्छ कि भोलि गर्छु? एकचोटि उनकोतिर नि हेर्नु जो तपाईसँग ठूलो आशा लगाएर बस्नु भएको छ। म कुरा गर्दैछु तपाईको आमा बुबाको। कति आशा छ तपाईमाथि जो तपाईको लागि जिउन मर्नलाई तयार छन्, तर तपाई 5 मिनेट पढ्नको लागि नि तयार हुनुहुन्न। आज नै सोच्नु तपाईलाई जिन्दगीसँग के गर्नु छ, नत्र जिन्दगी त सोच्दै छ तपाईसँग के गर्नु छ। तपाई यो नि सोच्नु होला कि सचिन तेन्दुलकरले कहाँ आफ्नो पढाइ पूरा गर्यो, त्यही नि त्यो यति ठूलो खेलाडी बन्यो। हो, सचिन तेन्दुलकरले आफ्नो पढाइ पूरा गरेन, तर नि त्यो यति ठूलो खेलाडी बन्यो किनकि उसको मनमा एउटा जित आएको थियो जो बिना पढाइको पूरा हुन सक्थ्यो। तर तपाईको मनमा कुन जित छ जो बिना पढाइको पूरा हुन्छ? र तपाईलाई के लाग्छ सचिन तेन्दुलकर, विराट कोहली, एमएस धोनीले पढाइ कम्प्लिट गरेनन् त के तिनीहरू अनपढ गवार हुन्? जति बुक्सको बारेमा तपाईलाई थाहा नै नहोला त्यसको कति गुना बुक्स तिनीहरूले पढिसके। बिल गेट्सलाई को चिन्दैन? आफ्नो 69 को एजमा आज नि हरेक हप्ता नयाँ बुक पढ्छन् र जसलाई तपाई सोच्नुहुन्छ कि उनीहरू बिना पढाइ सक्सेसफुल भए, उनीहरू त आज नि पढ्दैछ। अब क्वेशन यो आउँछ कि पढ्नु जरुरी छ? यस। यसको लागि नै कि तपाई नम्बर ल्याउन सक्नुस्, यसको लागि कि आफ्नो ध्यानलाई एक ठाउँमा लगाउन सक्नुस्, आफ्नो माइन्डलाई कन्कर गर्न सक्नुस्, आफ्नो कन्सन्ट्रेसन पावरलाई इन्क्रिज गर्न सक्नुस्। एउटा स्टुडेन्टको लाइफमा सबभन्दा ठूलो च्यालेन्ज के हो थाहा छ? आफ्नो मनलाई कन्ट्रोल गर्नु। जसले आफ्नो मनलाई कन्ट्रोल गर्न सक्यो त्यो दुनियाँको कुन काम गर्न सक्दैन। सबभन्दा अप्ठ्यारो सब्जेक्टलाई नि तपाईले पढ्ने मन बनाउनु भयो भने मलाई त लाग्दैन कि दुनियाँको कुनै यस्तो काम छ जो तपाई गर्न सक्नुहुन्न। अहिले नै टाइम छ आफ्नो मनलाई कन्ट्रोल गर्नुस्, यो भन्दा पहिला कि तपाईको मनले तपाईलाई कन्ट्रोल गरोस्। र मन काम गर्छ टेम्पररी मजाको बेसमा, र यो टेम्पररी मजा कहिले पर्मानेन्ट पेन बन्छ थाहा नै हुन्न। स्टुडेन्ट लाइफमा जसले माइन्डमा कन्ट्रोल ल्यायो त्यसको लाइफ त सेट छ, तर जसको बानी भइसक्यो मजा मार्ने, बस त्यसको जिन्दगी बर्बाद हुनेछ। एकचोटि ट्राई त गर्नुस् पढ्ने, एक च्याप्टर, एक क्वेशनबाट नै स्टार्ट गर्नुस्। दोस्त, मेहनत यति शान्तले गर्नुस् कि सफलता स्वरमा जाओस्। मान्छे हेरेर सकुन् कि जो कहिले पढ्थेन त्यो यति नम्बर कसरी ल्याउन सक्छ। दोस्त, एकचोटि आफ्नो बुबाको बारेमा सोच। दिनभरि काम गरेर पैसा कमाउनुहुन्छ र त्यसलाई नि तपाईको बुक्स, स्कुलको फिसमा खर्च गर्नुहुन्छ र आफ्नो लागि त केही नै बचाउनुहुन्न। बस यसको लागि कि तपाई आफ्नो खुट्टामा उभिन सक्नुस् र उनको सबै सपना पूरा गर्न सक्नुस्। तर उनलाई के थाहा तपाई के गर्दै हुनुहुन्छ? तर तपाईलाई त थाहा छ नि तपाई के गर्दै हुनुहुन्छ। दोस्त, तपाईको हातमा तपाईको लाइफ मात्र छैन, के थाहा कतिको लाइफ टिकेको छ। कमसेकम उनको बारेमा त सोच्नुस् एकचोटि। दोस्त, नम्बर गयो बाडमा। यदि पढाइ गर्नु नै छ भने बस आफ्नो माइन्डमा कन्ट्रोल ल्याउनलाई गर्नुस्। र अझ त जिन्दगीमा कति ठुलो एचिभमेन्टहरू एचिभ गर्नु छ, त यो 6-8 घण्टाको पढाइ के हो र? दोस्त, हरेकको जिन्दगीमा एउटा यस्तो सपना पक्का हुन्छ जसको लागि त्यो जिउन मर्नलाई तयार हुन्छ। मलाई थाहा छैन तपाई सपना हेर्नुहुन्छ या हेर्नुहुन्न, तर मलाई यति पक्का थाहा छ कि लाखौं भिडियोलाई छोडेर यदि तपाई मेरो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईमा केही न केही स्पेशल कुरा छ। तपाईको भित्र एउटा सानो बिउ होला जो फ्युचरमा गएर एउटा ठूलो रूप बन्नेछ। झुटो नै सही, तर मेरो यो कुरालाई ध्यान लगाएर सुन्नु र मनमा बसाउनु। झुटो नै सही, यो कुरालाई साँचो मान्नु। यदि साँचो मान्नुभयो भने एक दिन धेरै ठूलो मान्छे बन्नुहुनेछ। मलाई थाहा छैन तपाई को हो जो मेरो भिडियो हेर्दै हुनुहुन्छ, तर मलाई यति थाहा छ तपाई जिन्दगीमा धेरै ठूलो मान्छे बन्नुहुनेछ। तपाई जिन्दगीमा धेरै चीज गर्नुहुनेछ। धेरै टाइम वेस्ट नगरी आजदेखि नै स्टार्ट गर्नुस्। कम नै पढ्नुस् तर पढ्न स्टार्ट गर्नुस्। यदि भिडियोले इन्स्पायर गरेछ भने च्यानललाई सब्स्क्राइब गर्नुस् र यसलाई आफ्नो साथीलाई सेयर गर्नुस् र नेक्स्ट भिडियोमा अझ भेट्नेछौँ। थ्याङ्क यू फर वाचिङ।